साइलाको बुढी यस्तै होला नि भनेर बुढी होलाले टेक्ने सक्ने जानकारी आइसक्यो कोही छ त डबलवानी बिनीलाई सोच्छु बिनी तिमीलाई भ्यागुतेले लान्छु भन्दैछ अरे जान्छौ जान्न त्यस्तो ठुलो ओट भएको मान्छे मन पर्दैन अनि उहाँले त अनि न इन्टरटेनमेन्ट गराउनुहुन्छ न खुङ गर्नुहुन्छ न उहाँको बुढीलाई छोड्न पनि सक्नुहुन्न साइलाले त बुढीलाई छोडेर आइहाल्छ मसँग अनि त्यस्तो छ अनि अर्को कुरो के छ उहाँले दान दक्षिणा पनि गर्नुहुन्न हैन अनि साइलाले मलाई कतिचोटि पैसा पठाइदिन्छु भनेको छ मैले त नाइ भनेको मैले पनि धेरै हैन खाजा साकुरा तर पठाइदिन्छु म अलि पछाडि पठाइदिन्छु भने साकुरा तैले खाजा खानुपर्छ दुईजना बहिनी त्यो पनि साथीहरु ढाटेर लगेर खाऊ पिसा फेर्नु जान्छु भनेर खाना अब पैसाले पुग्दैन नि त म पहिला त्यसो त साथीहरु 4-5 जना हैन पैसै छैन त घण्टा खुवाउनु अब जागिर कसको छ र आमाले थोरै दिएर पठाउँथे साथी पिसा पायो ल टोइलेट आयो ल भने स्वात्तैको छड्क्यो अघि सिंगडा खाएर आयो खुवाएर कहिले आफ्नो मान्छे हुँदैन खायो त्यहाँ गएर कुरा काट्छ त्यो राडी छोड्नु त कस्तो हरामी रहेछ भन्छ ए त्यो भन्दा खुवाउँदैन खै खुवाएर कहिले आफ्नो मान्छे हुँदैन दिएर कहिले आफ्नो मान्छे हुँदैन खैनी खान्थे लान किन्थे पाकिट आजभन्दा 40 वर्ष अगाडिको कुरा खैनी खान्थे 10-12 जना केटाहरू चोक्न गर्थे खैनी पक्क निकालेर खान्थे अनि यसरी फालिदिन्थे सक्यो के गर्छ खानु हिँड्न पनि टिप्छ केटाहरूले तिनीहरू जान्छ फेरि टिपेर हाल्यो ल त्यस्तोसम्म गर्थेँ मैले कति लोभी थियो होला अब त्यहाँ दियो सबै सकिन्छ हालिदियो लन्ठाइ छ भुइँको त हेर्दैन नि त उठाएर लास फक्र छ त्यस्तो हरायो अनि काठमाडौँ गयो है 80,000 छ बाहिर जाने भनेर 80,000 लिएर गएको छु खायो डिपोजिट तिर्नु पुग्दैन होटलमा सुत्यो तिर्नु पुग्दैन के गर्ने त कसरी बचाउने त अब ड्राइभरहरू सबै चिनेको ड्राइभर जहाँ गयो त्यसको पछाडि गयो दही भात अन्डा कुखुरा हाट जति प्रेसिङरले खान्छ त्यसको बाउ दिन्छ जाने बेला पैसा दिँदो रहेछ ड्राइभरसँग बसेर ज्याम दबाइदिन्थ्यो अनि फुत्तै अलिक अगाडि निस्केर गाडी पिस्टिङ खेलाउँदै बस्यो त गाडी छ त बोल पैसा तिर ए गुरुजी रहेछ बाँचे पैसा हेर्न त्यही बाँचे पैसा त्यसो गरेर बाँचेको छु म ए तिमीहरू जस्तो अनि होटलमा बसेँ बागडोलमा 18 दिन हो कि 19 दिन बसे पोखराको रहेछ दाइको होटल गएको एउटा कोठा डल्लै लिएर बसेको टोइलेट बाथरुम सबै एकचोटि कोरिया जानु भनेर यो मान्छे कतिखेर सुत्छ र उठेर हिँड्छु भन्ने मात्रै दाउ थियो गएकोदेखि 12 बजी झ्याप सुत्दो रहेछ साथी घुम्थे ओर्थे खान्थे त्यो तिनीहरूले सबैलाई पकाएको खाना दिन खसीको मासुले फ्रेस यति पकाइदिन्थ्यो मलाई झोल त्यो पोखरेली चामल पछि हिसाब हुन्छ एकैचोटि भने खाएँ 18 दिन त्यो यसो अब 19 दिनमा त हिँड्नु पर्यो पैसा सकिन्छ भ्याइन्छ त भनेर सुतिरहेको